मेरो त घरै हरायो गाइस। मेरो पनि म त गोरो देखिए केटा। सब्स्क्राइब पनि गरिदिनु होला। So hey guys, welcome back to my channel. I hope सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। अनि हेर्न देख्न सक्नुहुन्छ आजको चिसो। ओहो केही चाहिँ देखिन्न यार गाइस यार। हिजो अस्ति यस्तो घाम लाग्थ्यो, आज भने यति चिसो। कस्तो चिसो यार, यस्तो चिसो या अगाडि त केही चाहिँ देखेँ होइन है, यस्तो चिसो। हात त यस्तो यस्तो रातो भइसक्यो। म चाहिँ आइसकेँ अनि पुरै पानी झऱ्यो यार माथिबाट। यस्तै चिसो भयो यार। त्यहीँको हाइवे नि देखेँ होइन, आवाज त आइरह होला गाडीको। म चाहिँ यहाँ दुध लिएर फर्केको। मेरो त घरै हरायो गाइस। खै घर यहाँबाट देखिन्थ्यो, घरै एउटा देखेँ होइन। लास्ट मैले घाम लागेपछि झन् भयो त। त टु मच चिसो छ गाइस, तर घाम चाहिँ लाग्ला जस्तो चाहिँ छ है, त्यस्तो नि होइन। अहिले एकछिनलाई चाहिँ नाटक गरिरहेको थिएँ हुस्सुले। के बनाऊँ हुन्छ यार भ्लग पनि यार। मलाई त छि यार के कन्टेन्ट केही चाहिँ पाइन्न। गाइस हामी चाहिँ खानासाना खाएर ट्याक्क अब छततिर जान लाग्छौँ। चेस खेल्ने रे कि चेस। अनि हिजो नि खेलेको थियौँ। हिजो त कस्तो राम्रो लागिरहेको थियो यार, छ्याक्क। घाम त दामी लाग्यो, बिहान यस्तो हुस्सु थियो, अहिले त सेक्सी घाम लाग्यो, सेक्सी। What are you doing, man? What is this? Monkey man. सही लाग्यो घाम त हेर न। के भन्न चाहन्छु भन्दै त लाइक सब्सक्राइब भन्न। यस्तो प्योर घाम लाग्छ नेचरको भाइ भाइ। चिल छ। पहिला को खेल्छौ तिमी खेल ल। गाइस हेर्नु स्ट्रबेरी यस्तो भयो, यो फल्न लाग्छ, यो फुल्यो फेरि अलि राम्ररी। ल त्यो गाइस हाम्रो ड्रागन फ्रुट यो काटिदिएको के अरे, तर राम्ररी पलाएन। यहाँ छ अर्को। आज चाहिँ कस्तो रमाइलो फिल भइरहेको यार। किन घाम लागेर हो कि के हो कुन्नी। कपाल काट्छु आज म गएर ठिक्क। हामी चाहिँ चेस खेलेको थियौँ, त्यसको विनर चाहिँ को भयो होला गेस गर्नु। को भयो भन त। मैले गाइस जित्दै। यहाँ मैले देखाउन त पाइनँ क्या, भिडियो बनाउन, तर म विनर भएँ क्या। हो कि नि आशिष? अलि जोडसँग भन न। भयो छ्या बोकल जस्तो गरे यार। ल त्यही हो गाइस, घाम चाहिँ कस्तो यार, अहिले त गर्मी हुन थाल्यो। हामी चाहिँ अब कपाल काट्न आएछौँ म र भानिज भएर। कस्तो कट काट्ने हो त तिमीले? नर्मल स्लोप। मैले पनि काट्न पनि भयो छिएर कपाल त। ठिकै छ अब काट्छौँ। हाम्रो सेलुन खुल्ला छ कि नै भन्ने हो कि। ए ल खुल्ला छि, मान्छे भिड छन् क्या यार। हेर त खावा हेर, खावा। मैले यस्तो भ्लगमा राखेको थिएँ, हेरेन हौ। मैले अस्ति नै खावा हो। हरिब लोहार चाहिँ रेल त मादर पनि हेर न कत्रो छ। कति धेरै थुप्रै ठाउँमा बनाउँथ्यो कि पहिला पनि। कहाँ खानु सक्नु पर्यो निकाल्न यार, भाग छ पछि आफै। गाइस म चाहिँ त्यहाँ आइसकेँ अनि त्यहाँ बोल्नै लाज लाग्यो। फाइनल्ली कति बेरको मसक्कत पछि मेरो पनि तिमी त आगो भयो क्या। अब त पछि लाग्ने भयो केटीहरू।
यस्तै हो कि हुँ? यसो भएपछि बहुत यार गर्नु पऱ्यो काटिदिने हो त दारी र मैले त घर गएर के बेकारमा एक्स्ट्रा 30 रुपियाँ तिर्ने हो त्यहाँ हो न म त गोरो देख्छु है केटा जादुई क्रिम लगाइदिन्छु त्यस्तो भनेपछि तिमी त सेक्सी भयो हेर नि यता नलजाऊ न सही गाइज म चाहिँ घर आएर नुहाइसकेँ यस्तो रहेको छ लुक्स अनि घाममा बसेर सुन्तला खाँदैको मलाई चाहिँ बेस्ट कम्बो हो कि जाडोमा घाम प्लस सुन्तला गाइज म चाहिँ एकदम धेरै नै घाममा बसेँ पुरै पसिना भएछ यार पछाडि अब चाहिँ एकछिन गएर सुत्दिनु पर्यो लास्टै अल्छी लाग्यो एकछिन गएर सुत्नु पर्यो सो हे गाइज अब यस्तो राम्रो भ्यूको साथमा यो भ्लगलाई चाहिँ इन्ड गर्न पर्छ जस्तो लागिरहेको मलाई अनि जानुभन्दा पहिला चाहिँ एउटा सानो के भन्न खोज्छु भन्दाखेरि यो चाहिँ मेरो बल्ल स्टार्टिङ हो अनि खासै राम्रो पर्फर्मेन्स चाहिँ दिन सकिरहेको छैन त्यही पनि डेली उस चाहिँ राखिरहेको छु अनि सबै कुरा चाहिँ देखाउन सकिरहेको छैन कि गाइज अलि अप्ठ्यारो लाग्ने थियो पब्लिकमा पनि त्यही हो गाइज अब सपोर्ट गर्दै जानु होला आउने दिनहरूमा चाहिँ एकदम राम्रो भ्लगहरू पनि ल्याउने कोसिस गर्छु अनि जाँदै चाहिँ एउटा एकदमै राम्रो सनसेट भ्यू हेरेर जानु होला है त मैले चाहिँ टाइम ल्याप्स बनाउने छु अनि त्यो चाहिँ हेरेर जानु होला थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो गाइज किप सपोर्टिङ सब्सक्राइब पनि गरिदिनु होला बाई